Welcome back to Wangsu channel में आप सबको स्वागत है। Hello everyone, welcome back to my channel. सबैजना सन्चै हुनुहुन्छ। हिंदी बोलिए बोला हिंदी बोलो हिंदी बोलो। हिंदी में बोलो। हिंदी में क्या बोलना पड़ेगा? ब्लॉगिंग का स्टार्टिंग बोलो। वेलकम बैक टू माय चैनल। वेलकम बैक टू माय चैनल। मेरो वांगसु ब्लॉग में नेपाली में से नहीं, हिंदी में बोलो। हिंदी में बोलो। वेलकम बैक टू वांगसु चैनल में आप सबको स्वागत है सेवन का ब्लॉग में। अच्छे से देखिए आज हिंदी ब्लॉग हो रहा है। हम 2 दिन बाद इधर आए पुगे। इधर हम पहुंच गए 2 दिन बाद, इसीलिए हम लोग बहुत इंजॉय कर रहा है। इधर में हमने दोस्त भाइहरूको पनि भेटा भाई लोग को हमने मिला है। बहुत अच्छा है इनके रास्ते पे। सफर पर बहुत अच्छा है। बहुत अच्छा है। अच्छा है नहीं अच्छा हुआ। एक कोरी भाई अपने क्या लगे? बोलो आप बोलो। ये भैया से मिलके कैसे लगा? वो भैया बहुत अच्छे और वो अब जा रहे हैं। थैंक यू। आप बोलो। तू भी तो वो बोल। भैया अच्छे बहुत वो अब जा रहे हैं, जाके वो मस्त खाएंगे पिएंगे और सो जाएंगे। सोना तो बहुत जरूरी है भाई। वो भी कल पहुंच जाएगा अच्छे से खाना हिंदी अच्छा से बोलो। अच्छे से बोल। हिंदी में बात करो। हिंदी अच्छा से बोलो। हिंदी में हिंदी अच्छे से बोलो। हिंदी में बोल रहा हूँ। कल ये भाई लोग भी पहुंच जाएगा और अच्छे से बात खाना खाएगा सो जाएगा। इन लोगों का प्रैक्टिस नहीं है क्या? प्रैक्टिस नहीं है ना? इधर देखो, उधर जाओ। इधर देखो। हाय बाय 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 बाय। ठीक है, बस एक बार बोल दो। बाय जाने के टाइम में क्या बोलेगा? बाय तुम क्या बोलेगा? बाय। बाय। अब सिर्फ जर्नी नहीं बोलेगा, वो सब क्या बोलेगा? अब कल तो तुम लोग भी पहुंच जाएगा घर। पहुंच जाएगा ना? बहुत हैप्पी है ना? ओके, आपको भी अब सेफ जर्नी। टेक केयर, अच्छा से जाना। अब सेफ जर्नी, अच्छा से जाना। ठीक है, मेरा हमारा भाई फिर मिलेंगे, बड़े होके मिलेंगे। ठीक है, बाय बाय बाय। इधर बाय बाय है ना। फाइनली गाइस हामी नागपुर आइपुग्यौँ। नागपुर आइपुग्न सकिला हौ। नमस्ते नमस्ते। यहाँ अङ्कलहरू सबैजना हुनुहुन्छ। हाम्रो बोजू हाम्रो एकदम खुसी हुनु भइरहेको छ। हामीले आफ्नो पनि भेटिसकेको छौँ। हाम्रो यता सरी गाडी जाऊ फाइनली हामी कति 2 दिन 2.5 दिन जस्तो बादमा हामी यहाँ नागपुर आइपुग्यौँ। तपाईँले भेटघाट ल्याउनु पनि आउनु भएको रहेछ है। एकदमै राम्रो ब्रिज पनि रहेछ है। एकपल्ट हेर्नु पर्ला। तपाईँलाई म एकछिनमा देखाउनु है त। Toronto Superfast Express will leave from platform number 8 at the scheduled departure time of 20:30. सो धेरै गाह्रो पऱ्यो क्या हामीलाई यहाँ नागपुर आइपुग्न चाहिँ यति धेरै गाह्रो पऱ्यो किनभने हामीलाई फर्स्ट पनि हो ट्रेन चढेको है। सो एकदमै त्यो पनि भयो के भन्नु भने एकदमै
पऱ्यो क्या कुदिरहने बानी भित्रै बस्नु पऱ्यो हो अलिअलि अल्छी लाग्यो त्यहाँदेखि बादमा सानो भाइहरू चाहिँ मिल्यो भेट्यो अन्त बादमा मजा आयो भनौँ न लास्टमा अलिअलि हाम्रो सायर चाहिँ यहाँ छ अब चाहिँ हामी घरतर्फ लाग्ने तर यहाँबाट पनि गाडी चढ्नुपर्छ होला सायद है तर पनि जाँदैछु भाइ म एकछिन ब्रिज देखाउनु पऱ्यो कम त राम्रो छैन त ब्रिज दामी क्या गाइस नाइट भ्यू पनि एकदमै राम्रो क्या मलाई त पलासम्म जानु मन लाग्यो नागपुरको मेन ब्रिज यहाँ चाहिँ सायद मेन लाइन होला गाडीहरू एकदमै धेरै पुग्छ होला हो सो यस्तो ब्रिजहरू पनि देखाउनु पाएँ तपाईँहरूले लायो है म यहाँ आइपुगेर सो कतिजना त आएको पनि छैन होला है जग्गामा म आइपुगेँ एकदम खुसी लाग्यो है सो यसमा चाहिँ सायरलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु है सायरले गर्दा म यहाँसम्म पनि आइपुगेको घुम्नु पनि धेरै कुरा ठुलो कुरा सो हाम्रो सायर चाहिँ यहाँ बोरिङ भएर बसिरहेको छ क्या जाउँ र तपाईँलाई अहिले म भ्यू राम्रो देखाएँ भने केही देखाउने छु गाइस यहाँ चाहिँ यस्तो दामी रहेछ कि नागपुरको यहाँ भ्यू एकदमै राम्रो क्या स्टेसन यस्तो ठुलो रहेछ त्यसले परसम्म छ क्या अनि फाइनली नागपुरको ठुलो बडे स्टेसनमा भनौँ न तपाईँलाई त ठुलो लाग्छ अरूले जे भने पनि है सो हाम्रो फ्यामिलीले हजुर आउँछ आउँछ आएको छ ल्याउनु मलाई होइन मेरो नाति पनि आएको छ उता पनि र हामी आइपुग्यौँ र अब हामी घरतिर लाग्दैछौँ हुन्छ गाइस फाइनली हामी है नागपुर आइसकेको छौँ है र सेवानले तपाईँलाई पहिला एपिसोडमा तपाईँलाई देखाइसकेको छ है र सेकेन्ड एपिसोडमा है तपाईँले त्यसमा चाहिँ हामी आइसकेको छौँ र हाम्रो नानाहरूलाई भेटिसकेको छौँ है र अब के हुन्छ घुमाउँछ घुमाउँछ तपाईँलाई सेवानले इन्जोय गर्नुहोस् है हस् सेवा ओके अब चाहिँ हाम्रो गाडी पनि आइसकेको छ सो अब चाहिँ हामी घरतर्फ लाग्ने गाडी सेटिङ गर्दैछ हो सो तपाईँलाई म अब एकैचोटि अब बिचमा केही देखिहाल्यो भने म भिडियो गर्नेछु नभए चाहिँ एकैचोटि घरतिर देखाउने ल त गाइज है हामी एकदमै अवेर भएको कारणले फेरि राति फर्किँदैछौँ है सो हामी आधी बिच बाटोमा छौँ बिच बाटोमा जाँदै जाँदै हामी एकदम यहाँ मजाको घरहरू देख्न थाल्यौँ है सो किनभने झिलिमिली भएको हो सो किन झिलिमिली देखेको भन्दा चाहिँ दिवाली अझै पनि नसकिने जस्तो फिल भयो हामीलाई त्यहाँ पुग्दा चाहिँ अन्त हामीले यो राति चाहिँ यति नै काट्यौँ सो नेक्स्ट डेमा हामी फेरि पनि बजार जानु पऱ्यो काम परेर हामी म सायर अन्त दुईजना अङ्कलहरू जानुभयो है हामीसँग सो त्यसरी भन्दै भन्दै हामी गाडीबाट गयौँ सिधै एकछिन सेल्फी पनि गर्दै थियो त्यसले है अन्त फेरि मैले न्याले म गर्छु भने होइन म गर्छु तैँले मलाई हामीलाई देखा यताले मलाई पनि देखायो भने अलिक छेउमा देखाइदिएको थिएँ रिसायो त्यो भयो अन्त हामी यसै हँसी मजाक गर्दै अन्त त्यसले चाहिँ न्याले फोन भन्दैछ मैले दिइनँ क्या छोड न एकछिन म गर्छु नि त अरे दुवै भाइको गर्दैछु भन्दै गयौँ है सो यो त रिसायो केही छैन हामी एकदम बाटोतर्फ लाग्यौँ जाँदै एउटा अटो पनि लडिरहेको रहेछ है सो सिधा गयौँ बजारतर्फ है फेरि पनि त्यो सेम प्लेस है सो हामीले यहाँ के इन्टरनेसनल कुनै के भन्ने जग्गा आइपुग्यौँ यहाँ इन्टरनेसनल कुनै के भनेर लेखेको थियो तर हामीले झिलिक्क भएर केही राम्रो पढ्नु पनि पाएन सो हामीले बाटो बिचमा एकदमै राम्रो घर है एकदम सफा है मजाको दार्जिलिङ हेरी धेरै निट एन्ड क्लिन थियो क्या मजाको है सो मैले फेरि हिजोको ब्रिज देखेँ क्या हिजोको ब्रिज भएर जानुपर्ने रहेछ अन्त एकदमै राम्रो थियो क्या हिजोको नाइटमा अझै राम्रो भएको थियो सो डेमा पनि अति नै राम्रो त्यस्तै राम्रो थियो नि त अन्त हामी चाहिँ यही ब्रिज भएर जानु पाउँदा एकदम खुसी लाग्यो क्या
म र सायरलाई नयाँ फिल भयो है। सो एकदमै राम्रो लाग्यो क्या यही ब्रिज भएर जानुपर्दा चाहिँ। अन्त मैले ब्याग पल्टाउँदै भए पनि त्यसलाई देखाएँ है त्यो ब्रिजलाई मजाले एकदमै राम्रो लाग्यो नि त। एकखरा हेरिरहँ भयो नि त। अन्त यो माथिको देख्नुहुँदैछ मैले अलिकति जुम गरेको छु यो चाहिँ मेट्रो कुद्ने रहेछ। सो मेट्रोमा पनि कुनै दिन हामी चढ्नु पाऊँ भनिरहेछ है। सो यो भन्दै हामीलाई भोलिपल्ट चाहिँ लान्छु त्यो भनिरहेको थियो मेट्रोमा। सो त्यो पाउँछु कि पाउँदैन चढ्नु सो केही छैन। सो त्यही भएर हामी अगाडि बढ्दैछौँ। जाँदै 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 हामीले दुईजनालाई देखाउँदै घरि बाटोको नजारा देखाउँदै मेट्रो पनि गयो। सानो अलिकति मात्रै झलक्कै देख्नु पायो तर पनि मैले अलिकति मात्रै खिच्नु पाएँ क्या। एकदम ढिलो भइहाल्यो नि त क्यामेरा यताउता गर्दा ओर्दा। अन्त हामी यही गफमा जाँदै 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 बजार पुग्ने बेलामा सो मैले यता चाहिँ ढाकीहरू देख्छु क्या। त्यो ढाकी देख्दा चाहिँ मलाई नेपालको फिल लाग्यो क्या। अन्त नेपालमा प्रायः जस्तो त्यस्तो हुन्छ नि त ढाकीहरू बनाउने सो त्यस्तै फिल भयो क्या। अन्त मैले चाहिँ यो ढाकीहरूलाई मजाले खिचेँ एकछिन लामो हेरेँ क्या। मजाले जुम गर्दै यताउता गर्दै हेरेँ। सो फेरि पनि हामी त्यही नजाराहरू देखाउँदै गएँ है। म अन्त बिच बाटोमा चाहिँ सडकमा चाहिँ एकदमै फोहोर मैला थियो। त्यहीँनिर मान्छे पनि सुतिरहेको थियो। अन्त म चाहिँ हाम्रो जस्तो पहाड इलाका आएछ भनेको त होइन रहेछ क्या। यो चाहिँ मैला फ्याँकेर माटोहरू थुप्रेको रहेछ भन्यो। त्यही भन्दै अन्त हाम्रो अँध्यारो पनि हुँदै जाँदै गयो। एकदम घाम पनि मजाको देख्नु थाल्यो जान्छ अलिकति रातोमा। सो सायरलाई त्यही भन्दै जाँदै थिएँ हामी। अनि सायर पनि एकदम पानी पऱ्यो बिचमा हो एकदम डरलाग्दो पानी परेर चाहिँ सायरले चाहिँ एकदमै पानीको फिल गर्दै हामी अगाडि बढ्दैछौँ है। सो यतिखेर चाहिँ हामी घर फर्केको थियौँ है। बेसी पानी पऱ्यो अन्त बजारमा एक दुईवटा सामान थियो सबै सपिङ पनि भएर हामी चाहिँ घरतर्फ लाग्दा चाहिँ पानी निकै जोडले पऱ्यो है। अन्त निकै जोडले पर्दा हामी त्यही ब्रिज भएर जानु पर्थ्यो नि त घर पनि। अन्त त्यहीँ ट्राफिक पनि जाम थियो यताउता हिँड्नेहरू पुरा थियो क्या। अनि त्यही बाटो जाँदै है फेरि त्यही ब्रिज अलिकता अपोजिट यता अलिकताबाट जानु पर्थ्यो। सो त्यो ब्रिज चाहिँ मलाई एकदमै खिच्नु मन लाग्यो क्या। अब त्यहाँबाट भन्नु न नयाँ ठाउँमा कस्तो हुन्छ है मजा आउँछ नि त त्यो। अन्त त्यो ब्रिजलाई छुटकारा दिनै सकेन क्या। भरे यताबाट पनि त्यस्तै सेम पुल रहेछ नि त दुईवटा चाहिँ एउटै रहेछ जरा जोइन्ट त होइन रहेछ बिचबाट एक भाग छुट्टिएको रहेछ नि त। मैले त खिचेको गर्दै है एकदम खिचेको गरेँ किनभने मलाई मजा लागेन त्यस्तो ब्रिजहरू देख्नु पायो भने एकदमै खुसी लाग्छ क्या मलाई। त्यही भन्दै अगाडि हामी गयौँ हो। अन्त मजाको घरहरू फेरि अघिको मैले देखेँ अघि अलिकति राम्रो देख्नु पाएन अहिले चाहिँ क्लियर देखेँ है। अन्त यहाँ ग्लासको पनि रहेछ। अन्त यहाँ हामीले काम मजाको देख्यौँ थोक्लाक परिरहेको थियो पानी है त्यो उसमा ग्लासमा। त्यही भएर हेर्नु अलिक राम्रो देखेन है खास चाहिँ। सायरले यही खिच भनेको रहेछ मैले चाहिँ अलिकति ग्लास खोलेर खिच्न भनेको थिएँ। अन्त यो चाहिँ अलिकति रिसायो क्या। अन्त म त यहाँ अम्बानीको घर पनि पुगेछु भनेको त अम्बानीको घर होइन रहेछ त्यस्तै टाइपको चाहिँ रहेछ क्या एकदम हाइटमा भएको। अन्त मैले खिचेँ है मजा आयो नि त। अन्त एकदमै घर राम्रो है। यो होटेलहरूवाला सायद होइन होटेलहरू पनि एकदमै राम्रो होटेल खै के हो होइन मलाई त नयाँ ठाउँ पुरा मन पऱ्यो। अन्त खिच्दै मेरो पारा पनि सबै जग्गा खिच्दै मेन रोड पनि खिच्दै गएँ है। एकदम बाहिरको सिन पनि एकदम राम्रो। सो यो चाहिँ के हो खोइ नि त त्यस्तो याद भएन यो के हो यो माथि के गर्नुपर्छ है। त्यही भएर हेर्दा हामी घर पनि आइपुग्यौँ हो। सो यहाँ चाहिँ हामी बस्ने रुम चाहिँ यहाँ। सो सायरले पनि भन्दैछ कि हो। सो थ्याङ्क्स फर वाचिङ घर पनि पुगिहाल्नु।